हेलो साथीहरू, आज हाम्रो स्कुलमा सरस्वती पूजाको कार्यक्रम छ र आजको यो सबै कार्यक्रमलाई चाहिँ मैले एउटा भिडियोमा उतार्ने छु र अहिले चाहिँ हाम्रो कार्यक्रम सुरु हुँदैछ। लगभग सरहरूले यहाँ काम गर्दै हुनुहुन्छ। रमेश सर त्यहाँ पूजा गर्दै, सुरेन सरहरू त्यहाँ खाना बनाउने काममा हुनुहुन्छ। त्यहाँनिर राख्नुभएको छ ठ्याक्कै मन्दिरको अगाडि ब्यानर आएछ र यहाँ विद्यार्थीहरू आउने क्रम पनि अझै जारी नै छ। भेटिनै साढे हजुर बर्फी फल्छाया उहिले त लेखिन्थ्यो रे चिठीमा माया डोको बुन्ने निकालो। र यहाँ चाहिँ हाम्रो विरोध सर हुनुहुन्छ। ल विरोध सर के भन्न चाहनुहुन्छ? ठिक छ है? ह्याप्पी सरस्वती पूजा। कतिको आज कतिको रमाइलो होला जस्तो लाग्छ हजुरलाई? रमाइलो होला है? विद्यार्थी आउँछन् है? भनेपछि यसपालिको सरस्वती पूजा बेस्ट गराउने हो। बेस्ट गराउने हो। ओके ल विरोध सरले यति भनेको चाहिँ भइहाल्यो है। र यहाँ आज अर्को नमुना थपिन आयो। ल के भन् त सुमेश? अब हाम्रो स्कुलमा यही छ, गरिबीको कारणले हाम्रो स्कुल डुब्न लाग्छ, तर हामी भनेको हामी नै हो। राम्रो 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 मन लाग्थ्यो, तर यहाँनिर लाइभ यहाँ अगाडि छ। ये फंस गया सीएम। हाम्रो स्कुल एकदम राम्रो, सरहरू पनि एकदम राम्रो स्कुल छ। हाम्रो स्कुलको सरहरू राम्रो हुनुहुन्छ। सबै सरहरूले मलाई यस्तो मोटिभेट गर्नुहुन्छ। दिनको 1 घण्टा मोटिभेट त अफकोर्स के अफकोर्स। मोटिभेट नि के अरे? जय नेपाल, जय नेपाल, जय नेपाल भन् केटाहरू, जय नेपाल, जय नेपाल, जय नेपाल। हम मालूम है तेरे बाप को मत सिखा। सँगालेका सम्झनाको पछ्यौरी सिलाई आगोमै भेटेमा कसैले मलाई साइनो के जोड्यो तिमीले भुले मैले आफ्नै दुनियाँ सारा जाम्यो यो हात लाग्यो भिलाएर गए मेरा पीर दुःख। यहाँ भिडियो गराउँदै स्कुलको पुरा भिडियो कभर गर्छु भनेको केटाहरूले अब फोटो खिच्नको लागि ओहो ल्याङ हानेर अब कहाँ बसको पछाडि गएर खिच्ने हो। ल भयो आहा कस्तो राम्रो आछ। ल ल हुन्छ ल यही ल। चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह। लिखेगी मैनू ते सोचेगी क्या तू मिट्टी दा बंदा मैं परी इसके भी गलियां खोया है दिल रे आस लगाई के जाए तू मिलवे। र यहाँ चाहिँ फोटोग्राफर सुमेश, यिनीहरूले अहिलेसम्म लगभग 150 वटा फोटो निकालिसके, अझै पनि सुरु पाएनन्। यस्तो छ बारा क्यामराम्यान पनि ल भयो। क्यामराम्यान यो छ म्यानेजर, यो हाम्रो क्यामराम्यान गर्ल्सहरूको म्यानेजर हो। यो केटीहरूलाई म्यानेज गर्ने काम यसको हो सबैको। अब यी लगभग 150 वटा फोटो खिचिसक्यो। यसलाई अझ राम्रो फोटो चाहियो। सुरु भएको 1.5 घण्टा भइसक्यो। यो ब्लगरको नाम चाहिँ के हो? ब्लगरको नाम युट्युब च्यानल नभने एउटा ब्लगर आएर त राख्न मिल्छ नि यार, फेसबुकमा हाल्नको लागि भयो नि। पछि के थाहा भविष्यमा गएर हामी ब्लगर हुन्छौँ कि? पछि यो सुइकेला होइन अगर हम करें तो करें क्या, बोले तो बोले क्या है। यो सुइकेला अनि यसको अब यादमा त एउटा गर्नु पर्यो नि। स्कुलमा चाहिँ अझै तामझाम भइरहेछ। सरहरूले त्यहाँ अझै प्रसादी गराउँदै हुनुहुन्छ। विद्यार्थीहरू आउने क्रम जारी नै छ। फुलबारीमा फुल्ने फुलको ढुङ्गा हौ तिमी घाम होइन तारा बिचको जुन हौ तिमी। र अब चाहिँ बल्ल पूजा गरेर अब खाना खाने तयारीमा। मेरो एलिगेन्ट यहीँ छ। कहाँ खाइहाल्ने? मैले मेरो टिफिन लिगेँ अब भनी अब खाना खानु रेडी। कता खाने? उता बसेर खाम, आइज यहाँ बसेर खाम। खाइहाल मैले। ल साथीहरू अब चाहिँ म ठ्याक्कै खाना खाएर हजुरहरूसँग भेट। कहाँ गएर आएको किन पुष्कलको घरबाट? बिल्कुल चुप, हिम्मत कैसे हो तेरी मुख खोल्ने? ठिकै छ, त्यही देखाउन मैले खोलेको क्यामेरा। अब खाना खाँदैछ मस्त। लिएर आउन। ल साथीहरू अब चाहिँ ठ्याक्क सरहरूले प्रसाद पनि बनाएर भइसक्नु भयो। अब विद्यार्थीहरूलाई प्रसाद बाँड्ने कार्यक्रम भइरहेछ। हामी ठ्याक्कै अब मेडिकलबाट आएको आयुर्वेद अनि आउँदाखेरि ठ्याक्कै यहाँ सबै विद्यार्थीहरू लाइनमा बसिरहेछन्।
र सर म्यामले बाइन्डिङ काम गर्नुभएको छ। यहाँ हाम्रो भानु सर हुनुहुन्छ, भानु सरले इन्स्ट्रक्सन दिइराख्नु भएको छ। जाऊँ न त। र यहाँ गिरी ग्याङ ल भानु सर के भन्न चाहनुहुन्छ हजुरले? ठिक छ नि? गजब बेइज्जती है। ऐसे सभी शहरों पे मुझको तरस है आता बड़ा, तेरे लिए मैं ना जहाँ खड़ा, मीलों का हो सालों का हो चाहे वो सफर की परवाह नहीं, तू है जहाँ मैंने वहाँ होना है, पहुँच है जाना वही। बच्चाहरूको बिङमा चाहिँ बुढो बुढो जुङ्गाएका मान्छेहरूले यहाँ कब्जा गर्दैछन्। ल के छ केटाहरू, रमाइलो छ? एमएस के भन्छ तिमीले? रमाइलो छ। मोटु भाइ मोटु खाना घर ए ल ठिक छ। पिड्दियो यसलाई। अभी मजा आएगा ना भिडो। कसलाई पिट्ने त? मलाई पिट्ने? यार मेरे को तो ऐसा धक धक हो रहा है। मेरे को भी हो रहा है। म दादा होइन। गजलु तिम्रा आँखा लजालु भाका तिम्रा अड्कल नै गर्न गाह्रो बयानै गरौँ कहाँबाट किसको लय सम्माउ कि ओठमा लाली सजाउने उज्यालो। यहाँ चाहिँ अब हामी त होस्टेल बस्ने, यहाँ आधा विद्यार्थीहरू 8 र 10 को होस्टेल बस्ने नि छ। त्यसमध्ये नै आज सरस्वती पूजा भएर धेरैले खाना पनि खाएर छ होइन। र यहाँ गाडी जान लागिसक्यो, त्यही भएर यहाँ विद्यार्थीहरूलाई खाना नखाएको विद्यार्थीहरूलाई छिटो खाना खान र खाना खाइसकेकोलाई टिफिन राम्रोसँग घर पुर्याउन भन्ने यहाँ मिटिङ थियो। त्यसमा हामी विद्यार्थीहरू छौँ सबै। किन हामी खाना खाने बित्तिकै आयुर्वेद गर्थ्यो मेरो औषधि लिन। र त्यति बेला मैले हजुरलाई यसलाई पहिले इन्ट्रोड्युस गराइसकेँ। यो सुमेश डाका, यसले डक्टरको त्यहाँ भएको ग्लोभ्स लिएर आयो है। अब कसरी लिएर आयो आफै बुझ्नुहोस्। डक्टर थिएन, मैले पनि लाएको छु, मलाई अलिक ठुलो भयो ग्लोभ्स, यसलाई ठिकै भयो। मेरो हात अलिक सानो छ। ल आइज ह्यान्डसेक, दुईजना साथीभाइ बिच आइज, चियर्स। यति त भन्नु पऱ्यो कि होइन। र यस्ता ग्लोभ्सहरू निकाल्ने काम उठाउने काम भविष्यमा हामी अझै गर्छौँ होइन, हामीले यसको युज गर्छौँ। केमा गर्छौँ? हामी सर्जन बनिन्छ नि त। पसिना सोच्नमा युज गर्छौँ हामीले यसको काम होइन। अनि हामीले केही चिरफार गर्न पर्यो भने हामीले यसको युज गर्छौँ। ल गाइज, ल आजको भ्लगमा चाहिँ यति नै है। आज स्कुलमा सरस्वती पूजा थियो, यो सबैलाई मैले कभर गर्ने कोसिस गरेँ, जति सक्दो गरेँ। र अहिले चाहिँ हामी यतिकै बसिरहेको छ। म एकछिनमा हाम्रो पढाइ सुरु छ। यस होस्टेल बस्दाखेरिको होस्टेल बोइजहरूको लाइफ कस्तो हुन्छ मैले हजुरलाई देखाएँ। आज विशेष गरी सरस्वती पूजामा गजब बेइज्जती है। जे होस्, आज चाहिँ रमाइलो भयो। यसलाई मैले एडिट गरेर केहीमा मैले हाल्छु, पछिको लागि सम्झना हुन्छ। ल ओके, बाई बाई।